दर्शक महानुभावहरू तपाईलाई स्वागत छ विवेक मल्ल ठकुरी युट्युब च्यानलमा। आज चाहिँ म तपाईहरुलाई यस्तो डेस्टिनेसनमा लैजाँदैछु हैन। त्यहाँ चाहिँ मेरो साथी र म जाँदैछौँ। मेरो साथीलाई चाहिँ म अहिले चाहिँ यहाँबाट सुन्धारा जाँदैछु। त्यहाँ म साथीलाई पहिला भेट्छु, त्यसपछि साथीसँग जान्छु है त। हेर्दै गर्नु होला भिडियो अन्तिमसम्म। अब तपाईहरुले यस्तो पर्यटकीय स्थल चागु नारायण मन्दिरलाई जाँदैछु, तपाईहरु हेर्दै गर्नु होला। बाइ बाइ। देख्नु सक्नुहुन्छ यहाँ गाडीको भिड। अब चाहिँ यस ठाउँबाट म गाडी चढेर सुन्धारातिर जाँदैछु। अब म गाडी चढ्छु है त। यहाँ एउटा गाडी पक्रेर हेर्दै गर्नु होला। सी यू। हेलो मेरो दर्शक महानुभावहरु, अब चाहिँ म चाहिँ यहाँ रत्नबार पुगिसकेको छु। फाइनल्ली मेरो साथी भेट भइसकेको छ। त्यो साथी ठिक छ नि खबर? ल अब हामी चाहिँ दुईजना भेट भइसकेको छ। मैले हजुरले अघि जुन डेस्टिनेसनको बारेमा भनेको थिएँ, चागु नारायण एक ऐतिहासिक स्थल भएको ठाउँ हैन। त्यहाँ चाहिँ हामी अब यहाँबाट गाडी पक्रेर त्यसतर्फ चाहिँ जानेछौँ। तपाईं हेर्दै गर्नु होला। हेलो दर्शक महानुभाव, फाइनल्ली चाहिँ म चागु नारायण पुगिसकेको छौँ। म र साथी देख्न सक्नुहुन्छ चागु नारायण गेट वेलकम टु भनेको छ हैन। अब चाहिँ हामी भित्र प्रवेश गर्छौँ। यहाँभित्र के कस्ता दृश्यहरू देखिन्छन्, एक ऐतिहासिक स्थलमा ऐतिहासिक क्षण हामीले कैद गर्नेछौँ। क्यामेरामा सकेसम्म म चाहिँ कैद गर्ने प्रयत्न गर्नेछु। हेर्दै गर्नु होला। जस्ट चिल है त। देख्न सक्नुहुन्छ यो चागु नेवा भनेको छ हैन। यहाँ कस्तो पुरानै शैलीमा निर्मित घरहरू छ, कपडाहरू छ, संस्कृति झल्काउने किसिमको देख्न सक्नुहुन्छ। वाह, कस्तो यहाँ ढुङ्गा बिछ्याएको हैन, कति राम्रो। हेर्दै गर्नुहोस्, देखाउँदै जानेछु। देख्न सक्नुहुन्छ पुराना नेवा संस्कृति झल्काउने पौवा चित्रहरू कोरिएका छन्। यहाँ पुराना पुलिक टाइपका मालाहरू, लकेट, झन्डा, सबै संस्कृति देश नै प्रतिनिधित्व गर्ने खालका कलाकृतिहरूले झकिझकाउ छ यहाँ। देख्न सक्नुहुन्छ चागु नारायण मन्दिर आउने छेउछाउमा आउने बाटोमा विभिन्न कलाकृतिका विभिन्न पुराना शैलीमा निर्मित विभिन्न कलाकृतिहरू निर्माण गरिएका छन्, राखिएका छन्। देख्नुहुन्छ सडक पेटीहरूमा, यहाँ साइडमा पेटीहरूमा टङ्गाइएका छन्, राखिएका छन्। सुन्दर संरचनाहरू जसले पर्यटकहरूलाई अझ थप आकर्षण गर्ने गरेको देखिन्छ। यति राम्रो छ। देख्न सक्नुहुन्छ यो हो चागु नारायण मन्दिर, जुन लिच्छवीकालीन राजा मानदेवले बनाएका थिए। प्यागोडा शैलीमा निर्मित नेपालको सबैभन्दा पुरानो मन्दिर हो यो। आफ्नै इतिहास बोकेको, एक गर्विलो इतिहास बोकेको चागु नारायण मन्दिर हो यो। प्यागोडा शैलीमा निर्मित अनौठो कलाकृतिले सजिएको देख्न सक्नुहुन्छ। कलाकृतिले भरिएको वास्तुकलामा निर्मित मन्दिर, विभिन्न खालका पुराना कलाकृति शैलीले भरिपूर्ण विश्व सम्पदा सूचीमा सूचीकृत चागु नारायण मन्दिर पवित्र
धार्मिक स्थलका रूपमा पनि लिने गरिन्छ भन्ने गरिन्छ। यो मन्दिर भगवान विष्णु नारायणमा समर्पित मन्दिर हो। चाङ्गु नारायण हजुरहरू पनि यहाँ घुम्न आउनुहोला, दर्शन गर्नुहोला भन्न चाहन्छु। चाङ्गु नारायण है त। गाइजहरू यो चाङ्गु नारायण मन्दिर एक ऐतिहासिक स्थलबाट हामी अगाडि प्रस्थान गर्दैछौँ। आजलाई यति नै, बाँकी भिडियो हेर्दै गर्नुहोला। यो चाङ्गु नारायण ऐतिहासिक स्थलको भिडियो बाई भन्न चाहन्छु। हामी चाहिँ अब यहाँबाट फर्किँदैछौँ। र यहाँ मित्र छन् होइन, जनक ओली, केपी ओलीको नातिदार पनि हुनुहुने हो नि। म त केपी ओलीको कान्छो नाति, केपी ओलीको कान्छो नाति भनेर उनले आफै परिचय खुद दिइसकेपछि मैले बढी भन्नुपर्छ जस्तो मलाई लागेन। यो नाकै भिडियोमा काटेर यसकारण म चाहिँ यति भन्न चाहन्छु। हामी चाहिँ अब आफ्नो जुन घुम्नुपर्ने थियो, जुन स्थल, जुन ऐतिहासिक स्थल चाङ्गु नारायण होइन, जुन पेगोडा शैलीमा निर्मित मन्दिर घुमेर हामी चाहिँ अब फर्किएका छौँ। तपाईँहरू पनि के कस्तो लाग्छ हेरेर यो ऐतिहासिक स्थलमा यो ऐतिहासिक मोमेन्ट क्याप्चर गर्न नभुल्नु होला, आउनु होला, घुम्नु होला, जानु होला भन्न चाहन्छु। युरोपका तस्बिरहरूले सामाजिक सञ्जाल भरिन्छन्, तर आफ्नो ऐतिहासिक देशका स्थलहरूलाई पनि महत्त्वपूर्ण र पर्यटन प्रवर्धन गर्नुपर्छ भन्ने म ठान्दछु। यसकारण तपाईँहरू देशका कुना कन्दरामा भएका यस्ता रमणीय ऐतिहासिक स्थलहरूलाई जीवन रहन्जेलसम्म घुम्नु होला भनेर भन्न चाहन्छु। हस्त बाई। भिडियोहरू मेरो आउने भिडियोहरू हेर्दै गर्नु होला। यो के कस्तो लाग्यो प्रतिक्रिया दिन भने नभुल्नु होला भन्दै म भिडियो यहीँ टुङ्ग्याउँछु। हस्त बाई।